हेलो एभ्रिवान। म कुनै पनि नेताको समर्थक होइन, कुनै पनि पार्टी होइन। म राजनीतिबाट टाढा बस्ने मान्छे, राजनीति हेर्ने मात्र मान्छे। न म कुनै पार्टी हो, न त म कुनै केही हो। तर रासोपाको दाङको कार्यक्रममा राजा वीरेन्द्रको शालिगमा खुट्टा राख्नु अनि त्यसपछि नेपालको झन्डा फालेर रासोपाको झन्डा राख्नु, तपाईहरू नेपाली भएको नजरियाले हेर्नुहोस्। के त्यो सही गर्यो? के त्यो सही थियो? किनकि चाहे अहिले नेपालमा राजा छैन, तर राजा भनेको त सबैभन्दा ठुलो हो नि त। राजा भनेको त सबैको साझा हो नि त। म एउटा कुरा म क्लियर गर्छु, म राजावादी होइन, म केही पनि वादी होइन। तर राजाकै शालिगमा खुट्टा राख्नु त्यो ठिक होइन नि त। रासोपाको जुन झन्डा छ त्यो पनि महत्त्वपूर्ण हुन्छ, होइन? त्यो पनि महत्त्वपूर्ण छ, रासोपाको लागि त्यो महत्त्वपूर्ण होला। तर नेपालको झन्डा हटाएर रासोपाको झन्डा राख्नु, द्याट्स अल्सो भेरी रङ। अनि अर्को कुरा भनेको यो गरेर अनि हाम्रो रवि लामिछानेले राजा ज्ञानेन्द्रलाई च्यालेन्ज गर्नु, आइदर बाई भोट र आइदर बाई रोड भनेर त च्यालेन्ज गर्नु, त्यो पनि एकदम ठिक होइन। ठिक छ, रासोपाले राजा मान्दैन, ठिक छ। तर राजा भनेको त राजालाई सम्मान त दिनु पर्यो नि त। तपाईँ राजा नमान्नुहोस्। राजा ठिक छ, हजुरको विचारमा लोकतन्त्र नै राम्रो हो, जुन मलाई पनि लाग्छ होला, या धेरैजनालाई लाग्छ होला। तर राजा भनेको त राजा हो नि त, उसको देश हो नि त। उसले एकीकरण गरेर बनाएको देश हो। भनिसकेपछि हामीहरू को हुन्छौँ? राजाकै देशमा राजालाई नै राजाकै शालिगमा खुट्टा राख्ने हामी को हुन्छौँ? हेर्नु, म अहिले नै भनिदिन्छु, म कुनै पनि पार्टीवादी होइन। तर जस्ट यो एक्सनमा केही न केही रियाक्सन हुनुपर्छ भन्ने मेरो धारणा रहेको छ र म यो आफ्नो धारणामा उभिनेछु। मैले धेरै गीतहरू गाएँ, गीत धेरै गाएँ, तर रासोपाको यो हरकतले रासोपाको क्रेज घटाउँदैछ र सायद सबै पार्टीलाई जुन रासोपा विरुद्ध थिए उनीहरूलाई अझै रासोपा विरुद्ध बनाइदियो, किनकि अब राप्रपा पनि रासोपाको विरुद्ध भएको छ। तर रासोपा सायद चुनाव नहार्ला, तर धेरै नेपालीहरूको मन हारेको छ। यति भन्दै आजको यो 2 शब्द यही टुङ्गाउन चाहन्छु। म पहिले भनिदिन्छु, म राजावादी होइन, म पार्टीवादी होइन, म एक नेपाली हुँ, म राष्ट्रवादी हुँ।